साथीहरू, छहारी अनलाइन मिडियामा हार्दिक स्वागत छ। यो भिडियो वन रक्षक तथा गेम स्काउट तयारीमा जुटेका साथीहरू लक्षित रहेको छ। च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर साथ दिनुहोला। भर्खरै मात्र मध्य प्रदेशले भारी मात्रामा वन रक्षकको विज्ञापन खुलाएको छ। अन्य प्रदेशले पनि चुनाव लगत्तै खुलाउने तयारीमा जुटेका छन्। मैले अब वन रक्षक तथा गेम स्काउटमा लागेकालाई सहज होस् भनेर प्रत्येक दिन 10 वटा महत्त्वपूर्ण प्रश्न सहित प्रश्नको समाधानको साथमा आउने जमर्को गरेको छु। कस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव अनि साथको अपेक्षा लिएको छु र प्रतिदिन नयाँ प्रश्न पनि पोस्ट्याउने छु। अब प्रश्नतिर लागौं है त। नेपालको पहिलो वन संरक्षण क्षेत्र कुन हो? अप्सन रहेको छ मदाने, काँक्रेबिहार, खाता, बसन्ता। नेपालको पहिलो वन संरक्षण क्षेत्र कुन हो? तपाईको लागि प्रश्न मदाने, काँक्रेबिहार, खाता, बसन्ता। 4 वटा अप्सन मध्ये कुन होला नेपालको पहिलो वन संरक्षण क्षेत्र? यसको सही उत्तर हुन्छ काँक्रेबिहार वन संरक्षण क्षेत्र। काँक्रेबिहार वन संरक्षण क्षेत्रको स्थापना विक्रम सम्वत 2059 साल वैशाख 30 गते भएको हो। यो सुर्खेत जिल्लामा रहेको छ। यो स्थापना गर्नको उद्देश्य ऐतिहासिक, पुरातात्विक महत्त्व एवं पारिस्थितिकीय प्रणाली संरक्षण गर्नका लागि स्थापना गरिएको हो। यो नेपालको सबैभन्दा सानो वन संरक्षण क्षेत्र हो। यसको क्षेत्रफल 175 हेक्टर रहेको छ। 2 नम्बर प्रश्न रहेको छ नेपालको कुल भूभागको कति प्रतिशत क्षेत्र संरक्षित क्षेत्रले ओगटेको छ? यसको अप्सन रहेको छ 23.39%, अर्को अप्सन रहेको छ 46.08%, 45.31%, 43.02% रहेको छ। तपाईको सही उत्तर कमेन्ट बक्समा लेख्नुहोला। यसको सही उत्तर हुन्छ 23.39%। नेपालमा कतिवटा संरक्षित क्षेत्रहरू रहेका छन्? अप्सन क 21, ख 20, ग 19, घ 18। सही उत्तर कमेन्ट बक्समा लेख्न नबिर्सनुहोला। नेपालमा कतिवटा संरक्षित क्षेत्रहरू रहेका छन्? यसको सही उत्तर हो अप्सन क 21 वटा। 4 नम्बर प्रश्न रहेको छ मध्य प्रदेशमा कतिवटा साझेदारी वन रहेका छन्? अप्सन क 15, ख 16, ग 17, घ 18। मध्य प्रदेशमा कतिवटा साझेदारी वन रहेका छन्? यसको सही अप्सन हुन्छ ख 16 वटा। मध्य प्रदेशमा 16 वटा साझेदारी वन रहेका छन्। 5 नम्बर प्रश्न रहेको छ नेपालमा कतिवटा राष्ट्रिय निकुञ्ज रहेका छन्? अप्सन क 10, ख 11, ग 12, घ 13। नेपालमा कतिवटा राष्ट्रिय निकुञ्ज रहेका छन्? यसको सही उत्तर हुन्छ अप्सन घ 13 वटा राष्ट्रिय निकुञ्ज रहेका छन् नेपालमा। पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज हो। चितवन राष्ट्रिय निकुञ्जको स्थापना विक्रम सम्वत 2030 साल असोज 4 गते भएको हो भने सबभन्दा पछिल्लो राष्ट्रिय निकुञ्ज मुगुमा रहेको छायानाथ राष्ट्रिय निकुञ्ज हो। यो राष्ट्रिय निकुञ्जको स्थापना विक्रम सम्वत 2082 साल भदौ 13 गते भएको हो। जिल्ला वन पैदावार आपूर्ति समितिको संयोजक को रहने व्यवस्था रहेको छ? अप्सन क प्रमुख जिल्ला अधिकारी, अप्सन ख जिल्ला प्रहरी प्रमुख, अप्सन ग डिभिजनल वन अधिकृत, अप्सन घ जिल्ला समन्वय प्रमुख। यसको सही उत्तर कमेन्ट गर्न नबिर्सनुहोला। जिल्ला वन पैदावार आपूर्ति समितिको संयोजक को रहने व्यवस्था रहेको छ? कमेन्ट फटाफट गर्नुहोला। यसको सही उत्तर हो अप्सन ग डिभिजनल वन अधिकृत। प्रश्न नम्बर 7 रहेको छ नेपालमा हिउँ चितुवाको जम्मा सङ्ख्या कति रहेको छ? अप्सन क 351, अप्सन ख 365, अप्सन ग 397, अप्सन घ 476। नेपालमा हिउँ चितुवाको जम्मा सङ्ख्या कति रहेको छ? यसको सही उत्तर कमेन्ट बक्समा कमेन्ट गर्नुहोस् है। हिउँ चितुवाको नेपालमा हिउँ चितुवाको जम्मा सङ्ख्या, यसको सही उत्तर अप्सन ग हुन्छ 397। अर्को प्रश्न रहेको छ 8 नम्बरको प्रश्न नेपालको सबैभन्दा सानो संरक्षण क्षेत्र कुन हो? अप्सन क अन्नपूर्ण संरक्षण क्षेत्र, अप्सन ख मनासलु संरक्षण क्षेत्र, अप्सन ग गौरीशङ्कर संरक्षण क्षेत्र, अप्सन घ कृष्णसार संरक्षण क्षेत्र। नेपालको सबभन्दा सानो संरक्षण क्षेत्र कुन हो? यसको सही उत्तर कमेन्ट गर्नुहोला। यसको सही उत्तर हुन्छ नेपालको सबभन्दा सानो संरक्षण क्षेत्र कृष्णसार संरक्षण क्षेत्र हो। कृष्णसार संरक्षण क्षेत्रको क्षेत्रफल 16.95 वर्ग किलोमिटर रहेको छ। सबभन्दा ठुलो संरक्षण क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र हो। अन्नपूर्ण संरक्षण क्षेत्रको क्षेत्रफल 7629 वर्ग किलोमिटर रहेको छ। नेपालमा 6 वटा संरक्षण क्षेत्र रहेका छन्।
प्रश्न नम्बर 9 रहेको छ, नेपालमा कतिवटा पारिस्थितिकीय प्रणाली रहेका छन्? अप्सन क 80, अप्सन ख 118, अप्सन ग 38, अप्सन घ 90। नेपालमा कतिवटा पारिस्थितिकीय प्रणाली रहेका छन्? यसको सही उत्तर कमेन्ट गर्नुहोला। यसको सही उत्तर हुन्छ नेपालमा 118वटा पारिस्थितिकीय प्रणाली रहेका छन्। 80वटा संरक्षण क्षेत्रभित्र र 38वटा संरक्षण क्षेत्र बाहिर रहेका छन्। 118वटा पारिस्थितिकीय प्रणाली नेपालमा रहेका छन्। अन्तिम प्रश्न रहेको छ। आजको टप 10 प्रश्नमा अन्तिम 10 नम्बरको प्रश्न रहेको छ। नेपालको एकमात्र वन्यजन्तु आरक्ष कोसीटप्पु वन्यजन्तु आरक्ष कुन वन्यजन्तुको लागि प्रख्यात रहेको छ? अप्सन क गौरगाई, अप्सन ख अर्ना, अप्सन ग नीलगाई, अप्सन घ गैंडा। नेपालको एकमात्र वन्यजन्तु आरक्ष कोसीटप्पु वन्यजन्तु आरक्ष कुन वन्यजन्तुको लागि प्रख्यात छ? यसको सही उत्तर कमेन्ट गर्नुहोस् है। यसको सही अप्सन हुन्छ अप्सन नम्बर ख अर्ना। नेपालको एकमात्र वन्यजन्तु आरक्ष कोसीटप्पु वन्यजन्तु आरक्ष अर्नाको लागि प्रख्यात रहेको छ। नेपालमा अर्नाको सङ्ख्या 498वटा रहेको छ। आजको भिडियो तपाईँलाई कस्तो लाग्यो? सल्लाह सुझाव प्रतिक्रियाको अपेक्षा गर्दछु। थप प्रश्नहरूको समाधानको लागि छहारी अनलाइन मिडियालाई सब्स्क्राइब गर्न नबिर्सनुहोला।